मलाई त्यो इच्छा चाहिँ कलाकार बन्ने इच्छा सानैदेखि होइन। म 10 क्लासमा पढ्दाखेरि आउन खोजेको खासमा चाहिँ त्यति बेला चाहिँ कोरोना आयो, लकडाउनहरू भयो के। अनि त्यति बेला आउन पाइएन। अनि के गर्ने त उता बसेर नि केही न केही त गरिरहनु पऱ्यो, लाइफ साइकल त चल्नु पऱ्यो भनेर चाहिँ 12 जोइन गऱ्यो। अनि ठ्याक्क 12 सकिने बित्तिकै यता काठमाडौँ आउनु चाहिँ। मेरो नाम चाहिँ पवन पन्त हो, मेरो घर चाहिँ धनगढी हो। म कलाकार चाहिँ बन्न खोजिरहेको भनौँ न, लाइक स्ट्रगलिङ फेज चलिरहेछ अहिले चाहिँ। मेरो चाहिँ स्ट्रगलिङ भन्दा नि म कला क्षेत्रमा लागेको नि झन्डै 4 वर्ष हुन आँटिसक्यो। अनि योबाट चाहिँ अब स्ट्रगलिङ फेजमै हुँदाखेरि नि अब धेरै कुराहरू बुझिन्छ नि त। सानो कुराहरूले नि लाइक धेरै म्याटर गर्दो रहेछ होइन। मान्छे अब लाइक कलाकारै बनाइसक्यो भने चाहिँ अलि चिटिक्क बन्ने त्यो सानो कुराहरू के, सानो कुराहरूले धेरै इम्प्याक्ट दिँदो रहेछ क्या। त्यो कुराहरू चाहिँ बुझियो भनौँ न। अनि अहिले नि ती सानो कुराहरूलाई इम्प्रुभ गर्दा गर्दै मान्छे ठुलो हुने हो कि। लाइक ह्याबिट भन्ने कुरा एक्कासी सबै कुराहरू आउँदैन नि त। सक्सेस भन्ने कुरो रातोरात हुने कुरो होइन। मेहनत गर्नु पऱ्यो। त्यो मेहनत पनि कसरी गर्ने, कुन ठाउँमा गर्ने र केका लागि गर्ने भन्ने कुरो पनि हो।